welcome back to our vlog motherfuck हैन we are today is in the bay hour हैन खतरा छ बेहरु चाहिँ अब यस्तै छ लाइफ चलिङ अनि घिसारिङ त्यस्तै हुँदैछ अनि बीमा चाहिँ टक्क यहाँ मिठो यहाँ भान्सा चल्दैछ प्रो बन्दाहरु छ यहाँ चाहिँ कान्छा छ हाम्रो कान्छा मक्था पोजान यहाँ चाहिँ मिठो भ्लग जाँदैछ अनि कोलाको बोटहरु पनि छ अनि अवस्था एकदम गम्भीर छ माथि बे घर त्यस्तो छ गाइजहरु सक्यो यस्तो त छ के गर्नु सकिहाल्छ है के भयो भन्दा हामीले चाहिँ यहाँ टक्कसँगले हुन्छ नि कसरी देखाइदिनु ल सगुन रक्सी हान्दैछौँ गाइजहरु एकदम कडा छ एकदम बब्बाल छ रक्सी चाहिँ ओके यसै गर्नु म चाहिँ खाए ल मिठो खाना बाडपाड हुँदैछ एभ्रीबडी गाइजहरु यहाँ चाहिँ हुँदैछ खानपान यता पनि हुँदैछ दाइहरुको हियर इज आवर डिजे अंकल अब यो मासु चाहिँ आँखै अगाडि हराउँछ बोलाउनु न दाजु दुईटा खोर्सानी पनि सिङ्गे कडाप्पै जान्छ अंकल देखायो नि डेमो ल डेमो आइसकेको छ सक्यो ब्लग दिदीहरु खाना खान नसकेर ल यता काकी पनि गोरी टिलिक्कै भन्दा मस्काउँदै राम्री ब्युटिफुल लभली पनि यहाँ चाहिँ मिठो खानेकुराहरु छ गाइजहरु सँग काका छ्यास भ्लगमा निकालेर भरे युट्युबतिर हैन कसैले चिन्दैन अन्ली युट्युबमा चिन्दैन नि टिकटकमा चाहिँ चिन्छ कि यहाँ चाहिँ हाम्रो धन्दा मास्क जाँदैछ अब यहाँ चाहिँ हाम्रो एकदम गाउँकै डेन्जर मस्काउनेहरू प्लस हियर इज एक्स्ट्रा डेन्जर के भन्छ मस्काउने एन्ड आई एम भ्लगिङ फर यो कलालाई देशभर फैलाउनलाई यता हुनुहुन्छ हाम्रो भाउजू बियर नखानु होला मात्नुहुन्छ शिव दाजुले फेरि माथिदेखि शिवजी अवतार लिएर आइपुग्छ आजको भ्लग यति नै गाइजहरु है यहाँ मध्ये चाहिँ मिठो अब ढोल नाच हुँदैछ बिदाईको लागि बिहेमा एकदम बब्बाल है एन्ड भव्य इधर हो रहा है एन्ड हाम्रो पोस्टर कति टल्केको हाम्रो बिहेको चाहिँ एकदम खतरनाक एन्डिङ भइसक्यो चाहिँ हाम्रो बिदाईको तयारी हुँदैछ गाडीबाट बेहुली पठाउनु पर्ने हेलो गाइजहरु है यहाँ चाहिँ अब बे खत्तम भएर सबै भत्काएर सत्काएर यस्तो रेडी भइसक्यो अब यो चाहिँ भवनमा लग्नुपर्ने हुन्छ यहाँ चाहिँ हाम्रो डिजे अंकल धीरेन जबेको डीजे वाला गाना बजा दे